हेलो गुड मर्निङ एभ्रिवान। यहाँलाई स्वागत छ। म फेरि मर्निङको टाइममा थोरै केही कुरा बोल्नलाई आइरहेको छु। तपाईहरुलाई थाहा छ होला, मलाई एकदमै धेरै पसिना आएको कुराहरू त मैले भिडियोमा भनिरहेको थिएँ। एकदमै धेरै गर्मी भइरहेको छ अनि एकदमै धेरै पसिना नि आइरहेको छ। मलाई चाहिँ किन रहेछ भने मेरो यहाँनिर यो पछाडिपट्टि दाँत होला कि भनेर भनेको, दाँत चाहिँ होइन रहेछ, तर यो चाहिँ डढुवा घाउ आएको रहेछ। डढुवा घाउ कि के हो, अनि त्यसले गर्दा शरीर पुरा पोलेर अनि पसिना एकदमै धेरै निकाल्दो रहेछ। अनि त्यही पसिना निकाल्ने भएर चाहिँ मेरो पुरै इनर्जी विक भइरहेको छ, कमजोरी भइरहेको छु। मेरो इनर्जी नै पुरै लस भइरहेको छ। त्यही भएर चाहिँ मैले यो पानीहरू चाहिँ मैले डेली हिजोदेखि खाइरहेको छु र यत्रो धेरै डेली खाँदाखेरि पनि मेरो शरीरलाई पानीको मात्रा एकदमै कम भइरहेको छ। अनि मेरो यो घुँडादेखि तलतिरपट्टि चाहिँ एकदमै गाह्रो भएको छ के, दुखेर एकदमै पेन। जब ब्लडै सङ्कलन नभएको जस्तो क्या यो घुँडादेखि चाहिँ मुनि। अनि अब काम गर्न जानुपर्ने छ, अब खाना खाएर। तर अब के गर्नु, आफ्नो कर्तव्य हो त्यो काम। मैले कुनै काम लिइसकेको छु भने, मैले गर्नुपर्ने काम छ भने मैले सिध्याएरै हिँड्नुपर्ने हुन्छ। त्यही भएर काम गर्न जान चाहिँ पर्नेछ, तर यसलाई लिएर मात्रै जानुपर्ने छ मैले चाहिँ। किनभने एकदमै गर्मी भइरहेछ, यसले चाहिँ अलिकति शीतल गराउँछ कि भनेर मैले यही खाइरहेको छु अहिले चाहिँ। तर कति गाह्रो भइरहेको छ, यस्तो गर्मी छ। अनि हिजो बेलुका एकछिन त पानी पर्यो, अलिकति शीतल होला भनेको त अहिले बिहान पछाडि देख्न सक्नुहुन्छ मेरो ढोका। यो ढोकामा पल्ला पनि लगाएको छैन। आज ढोकाको पल्ला लगाउने मान्छे आउनुहुन्छ, तर मेरो छोरा घरमा भएको भएर चाहिँ म काममा जान्छु। किनभने मेरो छोराले हेर्नुहुन्छ, मिस्त्री दाजुहरूलाई चाहिँ हेर्छ मेरो छोराले। अनि त्यही भएर आफ्नो घरको काम छोडेर भए पनि म आफ्नो ड्युटी त गर्नु नै छ, जानु नै पर्ने छ। मलाई सन्चो भइरहेको छैन, एकदमै कमजोरी भइरहेको छ, खाना पनि केही मन लागेको छैन। बी केयरफुल साथीहरू, तपाईँहरू पनि गर्मी ठाउँमा हुनुहुन्छ अनि अहिलेको मौसम यस्तो खराबी छ, यति धेरै पसिना आइरहेको छ शरीरमा भने तपाईँहरूले पानी एकदम धेरै खानु होला। म चाहिँ पानी नखाने मान्छे पर्यो सायदै, त्यही भएर पनि होला मैले पानी कम खाएर चाहिँ मेरो पसिना सबै गइसकेपछि त कमजोरी नहुने त कुरै भएन। बाइ बाइ।